बल्ल बल्ल यति काट्यो है त्यही पनि हातको ठिकै फुटुला त्यसका बाजे कहिले काम नगरेपछि त के साह्रो थुक्दो रहेछ हौ आम्मामामामामामा गाँठे ल्याउन कसरी ढाल्नु अब यसलाई त म नढाली छोडिदिनु पकोस् त आमामा आइया मेरो हात दुखेर ल ओहो भएन यो अब चाहिँ म ढालेरै छोड्छु लास्टै रिसोटा रुखले मलाई अब चाहिँ म फिक्स ढाल्छु एक ढाल्छु दुई ढाल्छु ढाल्छु अब हेर्दै जाऊ ल बल्ल बल्ल ढोलो गाँठे राम 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 मेरो हात त्यही खाइदिएको थियो आमामामामामामा के साह्रो ज्यादा रहेछ यो रुख त बल्ल ढलो अब चाहिँ यसलाई चिरचार गरेर लानुपर्छ न त सिङ्गे बोकेर लान्छु हट तेरी बल्ल बल्ल ढलो यार पसिनाले त खल 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 बनाइदियो यार गर्मी त्यस्तै छ त्यहाँको रुख ढालिसक्यो बल्ल बल्ल अब त्यहाँ पर्दा पनि ढलेको रहेछ कि त्यसलाई पनि लिएर लानुपर्ने भयो नि त फेरि नलगेको फेरि दाउरा पुग्दैन नि त त्यसका बाजे भात पकाएर खानु पऱ्यो होइन यो आटा पापी पेटलाई पनि के गर्नुपर्छ दुःख गरे सुख गरे कहिले आउँदैन सुख पनि त्यसका बाजे के साह्रो हल्लेको क्यामेरा पनि हिँड्नु गर्नुपर्छ आम्मामामा बल्ल बल्ल आइपुग्यो ल यहाँ चाहिँ साथीहरू एउटा टुप्पोची छ यहाँ यही हो यो हड्डीलाई लानुपर्ने छ बन्चर यहाँ छ यही बन्चरले मेरो हात दुखाएर बल्ल 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 ढालेला पनि होइन अब यसलाई पनि बोकेर लानुपर्छ जङ्गल घारी सबै यस्तै छ हेर्नुहोस् है राम 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 झ्याप्पा लाएर काँधा हाले अब म बोकेर लान्छु होइन अब काँधा हालेपछि के मेरो अनुहार हेर्नुहोस् चाहिँ कस्तो छ त्यो हड्डी पनि बोकिरहेको छु हड्डी भन्नाले दाउरा होइन कुरो बुझेर बरौँ न अब झ्याम्की झ्याम हिँड्ने हो सर्ट हिँड्ने हो होइन बोकिरहेको छु नि त अब यस्तै हो होइन साथीहरू हेर्नुहोस् कस्तो लाग्छ के लाग्छ होइन अब जङ्गलमा दाउरा काट्दैछु पछि होइन ल यहाँ मारो 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 गलाएर मारो काँध गोलो ल कुद भाइ फाल्दै लाजा त्यसका बाजेको लु त मेरो काँध झन्डै गला दुलो पारिदिएको थियो यो दाउराले आम्मामा कति गरौँ बाफ्रे बाफ राम 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 अब यसलाई फेरि लोड गर्नु पर्ने गाँठे राम रिचा अब ठिक पार्नुपर्छ नि यता आइज है ए गोरु आइज छिटो ल कस्तो मिल्दैन नि फेरि अब सर्ट आउने हो एउटा यत्रो मुडको छ कि दाउरो बोकेर लानुपर्ने छ क्या चलो तानो ल सकिँदैन त बल्ल सक्यो उठाउनुपर्छ अब कहाँ हाल्नु पर्यो ल उठाउनु सक्यो ल अरे बल्ल फाल्दै मार बल्ल बस तेरीमा अर्कोलाई पनि फेरि उठाउनु पर्यो ल बस के भन्यो बल्ल लोड गरेर गाँठे तान यही हो तान्ने बेला गदाले यस्तो तानेको छ तान ल गाइज अब दाउराहरू लोड गऱ्यो होइन घर पुऱ्याउँछौँ अब आज चाहिँ अब आजको भिडियो चाहिँ यस्तै भयो होइन अब के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला होइन आज चाहिँ जस्तो लाग्छ कमेन्टमा भन्नु होला भन्दै अब आजको भिडियोलाई चाहिँ म यहीँनिर हिँड्ने गर्छु होइन अब के कस्तो रमाइलो भयो भएन अब हजुरहरूको आशा र प्रतीक्षामा छु म कमेन्ट गर्नु होला यो भिडियोलाई लाइक कमेन्ट सेयर गर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नु होला है त हस्त धन्यवाद।